दर्शकबिन अहिले एउटा 7 वर्षीय बालिकाको बलात्कार गरिएको भनेर प्रारम्भिक रूपमा हामीले घटना थाहा पाइसकेपछि हामी यो पानी पर्दैछ अहिले र हामी आइसकेको छौं घटनास्थलमै। बच्चा त तरफ बच्चा परार छुटल त बच्चा करे त दादी या मम्मी या पापा या तर बच्चा एक चुरुको बच्चाको पानीको आसान है त कत्ते बच्चा तरफ बच्चा परार छुटल हेते। यहाँले कतिखेर थाहा पाउनुभयो यहाँ डेड बडी छ भनेर? यो जुन बोर्ड लागेको छ नि ठ्याक्कै यसको अगाडि हो, यो बोर्डको ठ्याक्कै अगाडि यही थियो। यहाँ थियो डेड बडी, मृत अवस्थामा फेला परेको थियो। निर्मला पन्तको हत्या प्रकरण अहिलेसम्म पनि दोषी पत्ता लागेको अवस्थाहरू छैन कि 7 वर्षको बच्चालाई बलात्कार गरेर बिहानको टाइममा फाल्दिने, मुखबाट रगत निस्किने, आँखाबाट रगत निस्किने, म त हेर्न पनि सकिन। बच्चाको मुखमा रगतहरू थियो भन्ने कुरा सुनेको थिएँ। अलिकता यहाँ चाहिँ कोतारिएको थियो। यहाँ कोतारिएको थियो। हजुर, ओठ चाहिँ फुलेको छ अनि यो दुईटै साइडबाट अलिकता ब्लड आएको छ। यहाँबाट पनि ब्लड आइरहेको छ। हजुर, अब यो एकदमै जघन्य अपराध हो। निर्मला पन्तको घटना अहिलेसम्म राज्यले केही गर्न सकेको छैन, अहिलेसम्म पक्राउ गर्न सकेको छैन, एउटा न्याय दिन सकेको छैन। यो राज्यले के गर्दैछ कि एउटा 7 वर्षको बच्चालाई बलात्कार गरेर मारेर फालिदिएको छ। म आज भर्खरको युवा भएको कारणले म धेरै दुखी छु। दर्शकबिन अहिले एउटा 7 वर्षीय बालिकाको बलात्कार गरिएको भनेर प्रारम्भिक रूपमा हामीले घटना थाहा पाइसकेपछि हामी यो पानी पर्दैछ अहिले र हामी आइसकेको छौं घटनास्थलमा। यही एउटा बच्चालाई चाहिँ 7 वर्षीय बालिकाले मारेर फालिएको थियो भन्ने विषयमा हामीले थाहा पाएका थियौं। अध्यक्षजी हुनुहुन्छ घटनास्थलमा, मैले यहाँलाई सोध्न चाहेको के हेर्नुभयो घटनास्थलमा तपाईले चाहिँ? यो बिहान थाहा भयो, यहाँका स्थानीय बासिन्दाहरू बिहान उठ्दाखेरि अनि यहाँ एउटा 7 वर्षीय बालिका चाहिँ मृत अवस्थामा यहाँ फालिएको रहेछ। अनि यो त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले आफ्नो हिसाबले अनुसन्धान अहिले गरिरहेको छ र अहिले चाहिँ त्यो बालिकाको लास चाहिँ पोस्टमार्टमको लागि विराटनगर कोशी अस्पताल लगिएको अवस्था छ। यो एकदमै दर्दनाक घटनास्थलमा बालिका जहाँ थियो त्यहाँ चाहिँ रगतका केही टाटाहरू देखिएको छ भन्ने पनि हामीले प्रारम्भिक रूपमा हेरिरहेका छौँ। यहाँहरूले चाहिँ के हेर्नु? त्यो प्रहरीले अनुसन्धान गरिरहेको छ तर शङ्कास्पद छ हैन। अब यो एकदमै जघन्य अपराध हो। मेरो वडा नम्बर 5 मा अहिलेसम्म यति दिन भइसक्यो बुढापाकालाई पनि सोध्नुहुन्छ भने यस्ता किसिमका घटनाहरू अहिलेसम्म देखा परेको थिएन। तर यो पहिलो घटना हो कि मृत अवस्थामा बालिकाको कपडाहरू खोलिएको थियो भन्ने पनि कुराहरू चाहिँ यस्तो कपडा त लगाएकै थियो हैन। तर प्रहरीले चाहिँ अनुसन्धान गर्दाखेरि शङ्कास्पद चाहिँ देखिएको छ र अब त्यो विषयमा सोधपुछ पनि भइरहेको छ। अनि अनुसन्धानमा पनि अब केही यहाँको स्थानीय बासिन्दाहरूलाई सोधपुछ गर्ने, बयान लिने त्यस्तो क्रम अहिले चाहिँ यो कुन ठाउँ हो? यसलाई कुन ठाउँ भन्छौ? यो रङपुर भन्छ। यो दुर्गा स्कुल, दुर्गा आधारभूत विद्यालय छ यहाँ। यहाँले कतिखेर थाहा पाउनुभयो यहाँ डेड बडी छ भनेर? यो तपाईको यहाँ स्थानीयवासीलाई सोद्धाखेरि बिहान मात्रै थाहा भयो डेड बडी यहाँ छ भने। बिहान राति नै लाग्छ। 7 वर्षको बालिका थियो। 7 वर्षीय बालिका। यो एकदमै दुःखद घटना, धेरै पीडादायी घटना हो। यो एकदमै जघन्य अपराध हो। अब यो प्रहरीले आफ्नो हिसाबले अनुसन्धान गरेर यसको चाहिँ केही न केही त टुङ्गो लगाउँछ। मैले यहाँ थोरै जोड्न चाहे, पानी परिरहेको छ, धेरै समय लिन चाहिने मैले। यहाँ कुन ठाउँ चाहिँ बच्चाको डेड बडी थियो? यहाँ मलाई अलिकति देखाइदिनुस् न नजिक। यो जुन बोर्ड लागेको छ नि ठ्याक्कै यसको अगाडि हो, यो बोर्डको ठ्याक्कै अगाडि यही थियो। यहाँ थियो डेड बडी, मृत अवस्थामा फेला परेको थियो बडी चाहिँ। र प्रहरीले अनुसन्धान गरिरहेको अवस्था? प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले अब पोस्टमार्टमको लागि हस्पिटल लगेको अवस्था छ। दर्शकबिन यो चाहिँ एउटा 7 वर्षीय बालिकाको जघन्य घटना अर्थात् अपराधको रूपमा हामी देखाइरहेका छौँ। एउटा बालिकालाई प्रारम्भिक रूपमा हामीले हेर्ने हो भने रगतका केही टाटाहरू पनि देखिएको थियो र यो चाहिँ प्रारम्भिक रूपमा हामी यहाँलाई जानकारी गराइराख्दाखेरि यो चाहिँ एउटा रेप केस हो भन्ने कुराहरू चाहिँ हामी सरफेसली हेरिरहेका छौँ। यद्यपि यस विषयमा चाहिँ अनुसन्धान भइरहेको छ। प्रहरीले यो रेप थियो वा थिएन यो चाहिँ पोस्टमार्टमबाट मात्रै थाहा हुनेछ। यो एकदमै जघन्य घटना छ र अहिले यो पानी पर्दै गरेको ठाउँमा हामी यो रिपोर्टिङ देखाउने प्रयासमा छौँ। थप रिपोर्टिङ हामी देखाउने नै छौँ। एउटा घटना जुन यहाँले जानकारी गराइरहेका छौँ, 7 वर्षीय बालिकाको जुन क्रूर तरिकाले चाहिँ आज हत्या गरिएको छ सो विषयमा हामी घटनास्थलबाट करिब 150 मिटर हामी एउटा घरमा आएका छौँ जुन घरका परिवारले पहिलो रूपमा प्रारम्भिक रूपमा प्रत्यक्षदर्शी रूपमा देख्नुभएको थियो। म उहाँसँग कुराकानी गर्ने प्रयासमा हुन्छु। म थोरै मैले यहाँसँग बुझ्ने प्रयास गरेँ। बच्चा कति वर्षको थियो होला? बच्चा 7 वर्षको थियो। 7 वर्षीय बच्चा? हजुर। दर्दनाक घटना घट्यो, एकदम दर्दनाक घटना घट्यो। यो कहिले नसोचेको, कहिले नदेखेको यत्रो उमेरमा
बच्चाको मुखमा रगतहरू थियो भन्ने कुरा सुनेको थिएँ। अलिकता यहाँ चाहिँ कोतारिएको थियो। यहाँ कोतारिएको थियो। हजुर, ओठ चाहिँ फुलेको छ अनि यो दुईटै साइडबाट अलिकता ब्लड आएको छ। यहाँबाट पनि ब्लड आइरहेको छ। हजुर। बच्चा बस 7 वर्षको बच्चा। हजुर। अनि यो बच्चा चाहिँ कहाँ थियो राति, कुन ठाउँमा थियो, के तपाईँहरूलाई? राति चाहिँ मैले सुने अनुसार अङ्कलनिर सुतेको थियो। हजुर। अनि अङ्कलनिर उसको एउटा अझै भतिज र भतिजी अनि अङ्कल चाहिँ बिचमा थियो। अनि सुतिसकेपछि बिहानमा उसको 3 बजे हजुरआमा खोज्न आउँदा नातिनी छैन। अनि नातिनीको खोजबिज भयो। मलाई तपाईँको 4 बजेर 45 मिनटमा आज बिहान? हजुर, बिहानको फोन गर्यो, यस्तो यस्तो घटना भयो, बच्चा छैन, बच्चा चोरेर लगेको छ भनौँ। अनि पहिला चाहिँ बच्चा चोरियो भनेर चाहिँ घटना निस्कियो। हजुर। अनि यसको लागि चाहिँ मैले पुलिस चौकीमा फोन पनि गरेँ, सही साहबलाई फोन गर्दा ल हामी आउँदैछौँ, तपाईँहरू त्यहीँ बस्दै गर्नु। अनि लन त अब सबैजना खोज्न पनि जाउँ मैले भने। अनि खोज्न जाने क्रममा मेरो आमा अझै एउटा गाउँका आन्टी हुनुहुन्थ्यो, उहाँहरू दुर्गा स्कुल तर्फबाट जाने क्रममा ठ्याक्कै स्कुलकै मोटामोटी 20 मिटरको साइडमा उहाँले मृत्यु फेला पार्नुभयो। अनि हजुर, त्यो मृत्यु फेला पारिसकेपछि अब सबैजना दर्शकलाई जानकारी गराउन चाहे 7 वर्षीय बालिकाको क्रूर रूपमा घटना यो घटेको छ, हत्या गरिएको छ। अपराधीहरूले खोज्ने प्रयास प्रहरीले प्रारम्भिक रूपमा सुरु गरेका छन् र उहाँ चाहिँ घटनास्थलका प्रत्यक्षदर्शी हुनुहुन्छ, जुन चाहिँ प्रत्यक्षदर्शी यस अर्थमा कि पहिलो रूपमा चाहिँ बच्चा चाहिँ त्यहाँ डेड बडी फेला परिसकेपछि उहाँले चाहिँ हेर्न जानुभएको थियो। त्यो स्वरूपमा हामी उहाँले चाहिँ चिनाउने प्रयासमा छौँ। यहाँको के नाम? मेरो अभिनन्दन सरदार। अभिनन्दन सरदार। सरदार बस्ती नै हो यो? सरदार बस्ती। म यो गाउँका केही बुद्धिजीवी व्यक्तिहरूसँग कुराकानी गर्ने प्रयासमा हुन्छु, कि आमा दिदीबहिनीहरूसँग पनि कुराकानी हुन्छु। मैले थोरै कुराकानी गरेर तपाईँहरूसँग बौद्धिक वर्गको व्यक्तिहरू हुनुहुन्छ। यो घटना योभन्दा अगाडि पनि यस किसिमको कुनै शङ्कास्पद देखिएको छैन? थिएन, कहिले पनि थिएन। कहियो देखने रहिए, मात्रै सुनने रहिए, देखने रहिए, कहियो नहीं कह एना आदमी तक तो सजा होना चाहिए। कोई रहो एकर बेटी के एकर बच्चा के रंग कर कल दोसरो करते छोड़ देते हेते, अगला तो करा सजा होना चाहिए। कोई रहो बच्चा तो तरफ के बच्चा परार छुटल तो बच्चा करे हेते दादी या मम्मी या पापा या तरफ बच्चा के एक चुरू के बच्चा के पानी के आसान है। कतक बच्चा तरफ के बच्चा परार छुटल हेते, कतक बच्चा परार न माय के बाप न माय के दर्शन भेले न बाप के दर्शन भेले बच्चा के। कोई भी बच्चा के मार के सुताल के मार के सुताल के केरंग के येले बच्चा केरंग के घर खोल के येले कि कोई लाग गेले कोनो तो सुरागी त कोनो दुश्मनी अब ऐसे के हते ने सुरागी लगे तो बच्चा नहीं गेले स्कूल लगल प्रति नहीं सुतले कोई तो मार नहीं है तो अब ऐसे के सर। दर्शकबिन म यहाँलाई जानकारी गराउन चाहे अहिले यो जुन घरमा छौँ विशेषत जुन 7 वर्षीय बालिकाको यहाँ चाहिँ मृत्यु भएको छ अर्थात् हत्या भएर चाहिँ हत्या गरिएको छ भन्ने विषयमा देखाइरहेका छु। त्यो 7 वर्षीय बालिकाले यहाँका स्थानीयहरूको अनुसार एकदमै कलिलो बच्चा थिइन् र उन मर्ने बेलामा हजुरआमालाई बोलाएको होलान्, किनभने हजुरआमासँग धेरै नजिकीपन थियो, पानी समेत खान पाएका थिएनन् होला भनेर चाहिँ उहाँहरूले चाहिँ प्रारम्भिक रूपमा भनिरहनु भएको अवस्था छ। एकदमै दुःखद घटना घटेको छ। राज्य कहाँ छ, राज्यले यस विषयमा अब अनुसन्धान कसरी गर्नेछ त्यो चाहिँ गम्भीर रूपमा चाहिँ हामी अगाडि बढाउने छौँ। यस विषयमा हामी फलोअप गर्ने नै छौँ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रहरी अधिकृतहरू अहिले यसको इन्भेस्टिगेसनको रूपमा अगाडि बढाइसकेका छन्। यद्यपि यो केसमा एकदमै गम्भीर रूपमा देखिएका छन्। उहाँ चाहिँ सबभन्दा पहिला तपाईँले नै हेर्नु भएको थियो? हामी यसको आमा हेरेको थियो पहिला कि हामी पछि थियो। के हेर्नु त्यहाँ हेर्नुभयो कि यो हामीहरू भन्यो कि यो बच्चाको यो अथी बस पकड़ा लागले कि पकड़ के कि बच्चा पकड़े वाला लाग गेले। हाँ बच्चा पकड़े वाला लाग गेले। चल देखिए ओनहो भरा सुतल से कि बैठल से चल देखैला तो ओकर मैं न गाड़ी गेले हम पछाड़ी तो वो कहे स्कूल लगल गेलिए न कहे हे चल तो देखिए ओनहो छाबै छी भर के एना कि गेलिए एकर मैं देख लेल के कहे कि दया हे ओते असिका सुतल छे सुतल से तो हम गीत यो कहिए कि कहाँ है तो वो ओकर मैं गेले लग में हैया तो हम ओकर घरवासी के चाल दिलिए तो कहलिए कि ए गए यार या फलना है वा बच्चा एते देखी सुतल छौ या दौड़ल हम तो यो नहीं गेलिए हम ठहरा भेल छिए नहीं आ कौन छिए वही बस ओतबे कहानी है। हम ओठना से म दर्शक पनि यो भन्न चाहन्छु राज्यले पटक यस विषयमा प्रश्नहरू उठिरहेको अवस्थाहरू छ।
कि अब यस किसिमका निर्मला पन्तको हत्या प्रकरण अहिलेसम्म पनि दोषी पत्ता लागेको अवस्थाहरू छैन। कसले चाहिँ निर्मलाको हत्या गरिएको थियो, आज फेरि पनि एउटा 7 वर्षीय बालिकाको यहाँ मृत्यु भएको छ। अब उसको हत्यालाई पत्ता लगाउने प्रयास प्रहरीले सुरु गरिसकेको अवस्था छ। पत्ता लाउँछ होला वा लाउँदैन यस विषयमा इन्भेस्टिगेसनले देखाउने नै छ। तर गम्भीर कुरा के हो भने राज्यले अब यो बलात्कारपछि हत्या गर्ने र ती हत्याराहरूलाई अब कस्तो सजाय दिनुपर्छ, जब चाहिँ अब फाँसी दिनुपर्छ, जब चाहिँ उनीहरूले चाहिँ अब हत्याको रूपमा चाहिँ उनीहरूलाई कुन रूपमा सजाय अगाडि बढाउने भन्ने यो आवाजहरू पनि उठिरहेको छ। अब तपाईँहरूले हामी यो रिपोर्टिङ देखाउने नै छौँ, यसको निरन्तर रूपमा हामी देखाउने छौँ तपाईँहरूलाई चाहिँ। एउटा पीडितको घर अब अहिले एकदमै रोदनमा छ। पीडितको घरमा अहिले चाहिँ रुवाबासी भइरहेको छ, किनभने एउटा 7 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक रूपमा चाहिँ यस किसिमका घटनाहरू बाहिर आएको छ। निर्मला पन्तको घटना अहिलेसम्म राज्यले केही गर्न सकेको छैन, अहिलेसम्म पक्राउ गर्न सकेको छैन, एउटा न्याय दिन सकेको छैन। यो राज्यले के गर्दैछ? धेरै साह्रै दुःखको घटना मैले सुने कि एउटा 7 वर्षको बच्चालाई बलात्कार गरेर मारेर फालिदिएको छ। म आज भर्खरको युवा भएको कारणले म धेरै दुःखी छु र मलाई जहाँसम्म लाग्छ यो देशका सबै नागरिक एक भएर यो नेपाल सरकारलाई घुचघुचाउनु पर्ने हो कि एउटा सानो बच्चा या मेरो छोरी होस् या अरूको होस्, त्यो भनेको देशका जुनसुकै छोरी मान्छे भनेको आफ्नो छोरी सम्मान सबैलाई सम्मान गर्नुपर्ने हो। आज यो दनपाल थानमा सरदार थरीको एउटा समुदायमा अहिले कस्तो एउटा घटना घटेको छ कि पुरै गाउँ शोक मनाइरहेछ कि 7 वर्षको बच्चालाई बलात्कार गरेर बिहानको टाइममा फालिदिने, मुखबाट रगत निस्किने, आँखाबाट रगत निस्किने। म त हेर्न पनि सकिनँ, किनभने मलाई साह्रै दुःख लागिरहेछ। एउटा यो छोरी जन्माउनु नै पाप हो कि जस्तो लाग्छ मलाई। नभए नेपाल सरकारले यो राज्यले कमसेकम केही गर्नुपर्छ। छोरी भनेको एउटा फूल जस्तो हो, एउटा माया हो। तर म के भन्न चाहन्छु यो नेपाल सरकारलाई, कमसेकम तपाईले एउटा, अब म एउटा मुस्लिम भएको कारणले पनि भन्न चाहन्छु र अरू कुनै मुस्लिम देशमा आजसम्म जुन बलात्कार घटना जुन हुन्छ त्यसमा न्याय धेरै छिटो र एउटा फाँसीको सजाय दिँदो रहेछ। मलाई सबभन्दा बढी मलाई सोध्नुहुन्छ भने पर्सनली र म बजार मिटिङ कुनै आह्वान गर्दाखेरि यो कुराहरू निस्किँदाखेरि कमसेकम धेरैजना, सयौं हजारौं जनाको यो विचार हुन्छ कि हाम्रो नेपाल सरकारले मृत्युदण्ड भनेको यो चाहिँ घोषणा गर्नुपर्छ।